कहिले बिहे गर्दिन भन्ने मान्छे त थाहा नै नदिकन बिहे गर्छस् त न निम्तो छ न केही छ। यार के गर्नु अलिकति हतार हतारमै गरेँ बिहे। मनमिल्ने केटी पनि पाएँ क्या मैले। अनि अब कसैलाई भन्न पनि पाएन, ट्याकटुक पाएर बिहे गरिदिइहालेँ क्या मैले फेरि। ठिक छ म बुझ्छु। अनि भन्न बरु तेरो जिन्दगी कस्तो चल्दैछ बिहे पछाडि? यस्तै त हो नि, अब नयाँ नयाँ बिहामा अलिअलि जोस हुन्छ अब त्यही त हो होइन। ठिक छ म बुझ्छु। होइन केटा, यो तैँले यो बत्ती जाने यत्तिकै ताली बजाउने कस्तो नियम ल्याएछ भने बिहे पछाडि? केटा साथी म त यता पो छु त। लो यस्तो मजामा उता त कसरी पुगिस् फेरि? अब यो खोइ सिकाएका भन्नु कि पुर्खाले आफै त पलाएको हो कि होइन। बिहे गरेपछि चाहिँ आफै पुगिँदो रहेछ क्या। झम्टेर चाहिँ आफै पुगिँदो रहेछ मुखा छोपेर मुला। खोइ कोन त यार के हो नि। अनि भाउजूलाई बोला नि त गफसफ गरौँ यसो बसेर। बाहिर आऊ त गफ गर्नलाई यहाँ। नमस्ते नमस्ते नमस्ते। आउनुहोस् यतै बस्नुहोस्। भाउजू अलिक लजाउनुहुन्छ जस्तो छ कि कसो केटा? अलिअलि लजाउँछिन्। अलिअलि त लजाउनु परिगयो नि त होइन, अलिअलि लजाउँछिन्। त्यो त हो, अलिअलि लजाउनु पर्छ। यो के थियो भर्खरै? यो के थियो? केही होइन साथी, परेवा होला। परेवा हुनुपर्छ क्या, परेवा होला। हुनसक्छ है। ओके आई थिङ्क मैले बुझ्दैछु यहाँ के हुँदैछ भनेर है। अरे त्यस्तो केही होइन यार, परेवा भनिरहेको छु त हो। अब चाहिँ मैले बुझेँ परेवा कि ढुक्कुर हो भन्ने कुरा। अब मैले बुझेँ। यो प्यान्टी कसरी आयो? यो प्यान्टी कसरी आयो यहाँ? परेवाको हो के त्यस्तो यार, कस्तो विश्वास नगरे यार। परेवाको हो क्या त्यो। यो प्यान्टी परेवाको। यो प्यान्टी परेवाको। ओके अब म यहाँ निस्केँ है। अब म यहाँ निस्केँ है। के यस्तो त? अरे परेवाले हरेको होला क्या साथी यार, केही होइन के।